एकजना मान्छेको कुरा मान्छु त्यो म खुद हो। एकजनाको कुरा मान्नुहुन्छ त्यो त्यो तपाईँ अर्को साम्पाङ खुद हो, अरू कसैको कुरा मान्दिनँ। बालेन शाहलाई हर्क साङपाङको श्रम संस्कृति पार्टीमा ल्याएर श्रम गराउन कतिको मन छ तपाईँले? के अरे यस्तो छ उहाँको अब आफ्नै ऊ छ होइन, म श्रमदानको टी सर्ट चाहिँ एउटा दिनु पर्यो भन्दैछु बालेन शाहलाई। हर्क साम्पाङ यो देशको प्रधानमन्त्री भएको दिन, त्यो दिन आउला नआउला त्यो फाल्टो कुरा हो। विदेशी ऋण लिँदैन, मसँग त्यो भिजन छ। तिस्ता नाथे फेरि मैले भन्दैछु त, मलाई त्यो त्यो तरिकाले नसोध्नु न, नाथे भन्ने निस्किन्छ क्या। कुरा बुझ्नुभयो नि, कानुन बनाउने मान्छेहरू मध्येको एकजना मान्छे म हो क्या। वाउ बालेन सरकार जनताको मत। कसले भन्यो त्यस्तो? कुन जनताले त्यसो भन्यो? उहाँको बारेमा तपाईँ एउटा मात्र तपाईँकै आफ्नै कमेन्ट हेर्नुहोस्। कमेन्टमा त्यो त पैसा दिएर राखेको मान्छे हुन्छ नि, ए त्यस्तो त्यस्तो पनि हुन्छ। हामी त त्यस्तो भइहाल्छ। बालेन शाहसँग तपाईँको सम्बन्ध मिलिसकेको थियो भन्ने आएको थियो। फेरि व्यक्तिगत रूपमा त हामी एकअर्कालाई एकदम माया गर्ने मान्छे, तर पदीय दायित्व पो त यहाँ त एउटा सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउने कि नपाउने भन्ने कुरा हो क्या। प्रधानमन्त्रीज्यू उहाँ यो पार्लिमेन्टको मेम्बर हो कि होइन, यो देशमा पार्लिमेन्ट छ कि छैन, यदि उहाँ आफ्नो कर्तव्य पुरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो। सहकारी पीडितलाई तपाईँको चाहिँ के अरे फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, कहाँबाट हामीले चाहिँ के अरे फिर्ता गर्दैछौँ भन्ने कुराहरू, यस्ता महत्त्वपूर्ण विषयहरूमा हामीले चाहिँ थुप्रै प्रश्न राख्न खोजेका छौँ। तपाईहरु विरोध गरिरहने प्रधानमन्त्री आउँदै नआउने हामी गरिरहन्छौँ, 5 वर्ष गर्छौँ। निलम्बनको लागि रेडी छौँ, रेडी तयार हुनुहुन्छ? रेडी छु म। निलम्बन हुन हामी तयार छौँ। गर्नु भने आज गर्नु भने त गर्नु। अर्को चाहिँ यहाँले ओके। संसदीय पद्धति यहाँहरूले जान्नु भएन कि उहाँहरूले नजानेको हो। त्यसरी हुँदैन। हामीले उठाएको प्रश्नको जवाब मन्त्रीले दिँदैन भने कसरी हुन्छ? सबैले रुलिङ मात्रै गरिराख्नुहुन्छ, त्यसरी हुन्छ? हुँदैन। हामीले राख्न चाहेको प्रश्नको उत्तर उहाँले दिने होला नि त। मनको गीत गाउने हो त्यसो भए गाउनुहोस् न त तपाईँले, ल मनको गीत गाउनुहोस्। निष्पक्ष भएन हाम्रो कुराको उत्तर हामीले पाउँदैन भने हुन्छ? ल हुँदैन, ल के गर्नुहुन्छ गर्नुहोस्। यो कुर्सी चाहिँ कसरी नजलाइदिनु होला, मेरो चौरासीको लागि हो भनेर यसरी भन्दैछु। अनि बालेनले देश चलायो भन्दै माइकिङ गर्दै हिँड्ने, अनि देश चलाउने जति त आफ्नै पार्टीमा छ नि त हौ। के हो कुरो?